नेपालको मध्य तराईमा रौतहट जिल्ला छ। प्रहरीको जागिर छोडेका कपिल तामाङको परिवार रामेछापबाट रौतहटको जङ्गलटोलमा बसाइ सरेर आउँछ र सन् 1996 मा त्यही परिवारमा भिटेनको जन्म हुन्छ, समीर घिसिङको रूपमा। जन्मदा नै उनलाई जन्डिसले सताएको थियो। उनको शरीर जन्डिसले पुरै पहेँलो थियो। उनलाई हेर्न आएका मानिसहरू उनी बाँच्दैन भन्थे, तर उनीहरूले भनेको गलत साबित हुन्छ। औषधि उपचार गराएर परिवारले समीरलाई बचाउँछ। तर गरिब परिवारका उनीहरूलाई घर चलाउन एकदमै समस्या भइरहेको हुन्छ। त्यसैले परिवार पाल्नका लागि समीरको बुवा कपिल त्यसपछि वैदेशिक रोजगारीका लागि साउदी जान्छन्। आमा भने जे भेट्यो त्यही काम गर्न थाल्छिन्। कहिले घर बनाउने मजदुर, कहिले इँटा भट्टामा, त कहिले दाउरा काटेर बेच्ने काम गर्छिन्। अनि घरमा समीर भन्दा मुनि 2 बहिनीहरू पनि थिए। आमा काममा जाँदा खाना पकाउनेदेखि बहिनीहरूलाई हेर्ने सबै जिम्मेवारी समीरकै थियो। गाउँमा अरू काम पाउन गाह्रो हुने भएकाले आमाले प्राय जस्तो जङ्गलबाट दाउरा ल्याएर बेच्ने गर्थिन्। तर जङ्गलमा दाउरा लिन जानेहरू एकदमै असुरक्षित हुन्थे। बारम्बार जङ्गलमा मानिसहरूको लास भेटिन्थ्यो। समीरलाई पनि आमालाई केही हुन्छ कि भन्ने डरले सधैँ सताइरहन्थ्यो। त्यसैले जब उनी घरमा बहिनीहरूलाई हेरेर एक्लै बस्नु पर्थ्यो, तब उनी आमा आउने बाटो बारम्बार हेर्थे। अनि जब आमा घर आइपुग्थिन्, त्यसपछि मात्र उनी आनन्दको सास फेर्थे।